ल किन चेक गर्नु पर्छ त कहाँ जानु लाग्नु भयो बाटै बाटो अब घुम्न जानु लाग्यो घुम्न जानु लाग्यो घुम्न त भोलि छुट्टीमा आज त काममा जानु लाग्यो हामी चाहिँ हाम्रो बस आउँदैछ आउनु 0.5 ए मेरो तपाईँ छ नि यार हामी चाहिँ बसमा काममा नगएर हामी नआएको कति भयो पार्कमा त नि हामी नआएको अस्ति दिनकै आउँथ्यो फुल फुलेर छ हेरेर आज चाहिँ मौसम राम्रो छ जस गर्मी यता हेर्नु बस आइरहेछ बस त कस्तो दामी घुमेको भाइ जानुपर्छ अब चाहिँ ल त के हो यस्तो काममा जानु लाग्यो मान्छे त्योभन्दा अरू केही आउँदैन है फेरि होला बुन्दिया मात्रै है जाउँ अब काममा जाउँ सुरु अब फेरि हामी दुईजना काममा जाँदैछौँ होइन होला काममा जानु ला हामी रातो बोल्यो भने कहाँ रातोमा हिँड्नु हो त नि हामी त नि जाउँ ल आयो गाडी आयो के अरे आउँदै होला अहिले एकछिनमा गर्मी हुन्छ नि अब चाहिँ हामी काम गर्नु नै लाग्यो अब खानाहरू एकदम आज त शनिबार हामी पुग्न लाग्यो होइन ल दुईजना मेरो मिनी भ्लगमा वेलकम छ अरे रातो बोले नि गाडी आएको छैन त नि कस्तो सुटोको मम्मी सुट दिनै आएकिन छिटो जाउँ न छिटो
खै बुहारी छैन त्यो आमा चाइना गएको थियो नि त अस्ति जम 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 सेक्दैन आज शीतल छ तर यता चाहिँ तर कस्तो घाम लागेछ फेरि उतातिर 11 बजे यार कफी पिएर चाहिँ आनन्द भयो क्या जोस चाइनिजको रेस्टुरेन्ट आइपुग्यो बसिदियो झिलिमिली छ चाइनिजको रेस्टुरेन्ट पैसा भन्ने त यस्तै हो चाइनिजले दिने ए कमाउने मात्रै हो होइन नेपालमा फोन गरेँ तर फोन उठाउँदैन अहिले होइन मुन्दै यसो अनि यहाँ 11 बजिसक्यो दाइ बुन्दी अरे भिडियो बनाउँदै आएको